टु माई युट्युब च्यानल साथीहरू। आज हाम्रो छोराको व्रतबन्धको लागि पिठो मुस्दैछन्। हजुरमुवाले चाहिँ नौनी पगाल्दै होइसिन्छ। हजुरमुवा कस्तो रहेछ नौनी? हाम्रो अब जेठो पनौतीको वर्तमानलाई नौनी पगाल्दैछु, राम्रो लाग्यो नि हो। अब यहाँ दुईजना, एकजना आन्टी एकजना हजुरमुवाले चाहिँ पिठो मार्न लागिरहेको छ भोलि पकाउने सेलको लागि। कहिले त यो सेल बनाउने हो? खाना पनि आउनु होला भनेछ न। उहाँ चाहिँ हाम्रो दिदी आमा। उहाँले त केही काम गर्नै पर्दैन, यसो रेखदेख गरेर यसो अराइ पराइ गरेर नि पुग्छ हामीलाई। हेर्छु आमा छोरी। उहाँ चाहिँ मेरो जेठानी। कुमार, हाम्रो जेठो कुमारको आमा चाहिँ भाडा चम्काउन थालिसक्यो किनकि म भिडियो खिचे भयो। बटुकको आमा ल है त साथी, अब एकछिनपछि देखाउँछु है त हजुरहरूलाई। यता चाहिँ मेरो उहाँ नन्नो, उहाँ भान्जी मेरो, ब्ल्याक लाउनु चाहिँ मेरो जेठो छोरो, उहाँ नानी नन्नो। उहाँहरू चाहिँ मोबाइल हेरेर गेम खेलेर इन्जोय गर्दै होइसिन्छ। यो चाहिँ हाम्रो व्रतबन्धको लागि सामानहरू हल्का फुल्का। म चाहिँ पूजाको भाडाहरू मिलाउँदैछु। व्रतबन्ध गर्ने छोरो चाहिँ उयो हेर्छु न, उसको कपाल कति लामो छ। अब यसको चाहिँ पर्सि पुरै तक्लु हुन्छ छोरो। एकदम लजाउँछ मेरो छोरो चाहिँ। यो चाहिँ मेरो कान्छो छोरो, ऊ चाहिँ दिजूहरूसँग पैसा लिँदै टिकटक बनाउँदै गरिरहेको छ है साथीहरू। चाहिँ दुईजना हाम्रो दिजूहरू माइतमा आएर भाइको व्रतबन्धमा पुरै इन्जोय गरेर टिकटकहरू बनाउँदै होइसिन्छ। दिजू टिकटक बनाउँदा रमाइलो लागिरहेको छु। अहिले यति राम्री राम्री भएर कहाँ गराइस? माथि बहिनीको गुलिचोलीमा गएर आएको। हजुर, माइतीमा आउँदा यस्तो रमाइलो लाग्छ। हामी दिदीबहिनी धेरै पछि भेटघाट हुन्छ। हजुर, बहिनीको बसाइ अमेरिका, मेरो बसाइ नेपाल। हजुर साह्रै गाह्रो छ। भित्र हाम्रो भोलिको लागि सेलको तयारी भइरहेको छ, हेर्न आइस है। मेरो सानो चाहिँ अलिक बदमास छ।